तपाईँलाई चाहिँ नि नेपाली नागरिकता नि चाहिनु पर्ने कारण के त? हामीलाई चाहिँ 3 पुस्ते नागरिकता दिएछ। यो 3 पुस्ते नागरिकता भनेको कस्तो हो भन्दाखेरि मेरो जेनेरेसन, मेरो छोराको जेनेरेसन, अर्को जेनेरेसन चाहिँ हामी चाहिँ नोमो नेपाली। हामीलाई चाहिँ कस्तो खालको नागरिकता दिए भन्दाखेरि तपाईँलाई मैले ठ्याक्कै भनिदिन्छु। बेलायतमा चाहिँ एकचोटि चाहिँ 2001 मा फुट एन्ड माउथ भन्ने रोग आएको थियो एनिमललाई लाग्ने होइन। त्यहाँ चाहिँ के हुन्थ्यो भन्दाखेरि एउटा सानो बच्चा एनिमललाई मार्यो भने पनि त्यसको 3 पुस्ताको चाहिँ क्षतिपूर्ति दिन्थ्यो। त्यसरी चाहिँ वंश मेटिँदो रहेछ हेर्नुहोस् होइन। नेपालले चाहिँ हामीलाई चाहिँ विदेश प्लान गराएर हाम्रो वंश मेट्दैछ, हामीले चाहिँ वंश मेट्न दिनु हुँदैन भन्ने चाहिँ हाम्रो मान्यता हो। तर तपाईँले हेर्नु भएको छ वंशको नागरिकता नेपाल सरकारले तपाईँलाई दियो भने नेपाललाई के फाइदा हुन्छ र तपाईँहरूलाई चाहिँ यसले के फाइदा पुर्याउँछ दीर्घकालीन रूपमा? हाम्रो जति पनि चाहिँ भएको अपकमिङ जेनेरेसनहरू छ नि उनीहरूमा भएको स्किल नलेजहरू चाहिँ यो देशमा भित्रिन्छ। भ्रष्टाचार अभियसली कम्ती हुन्छ, अलिकति डेभलप कन्ट्रीमा गएको, अलिकति वेल एजुकेटेड अनि त्यसपछि वेल स्किल भएको अपकमिङ जेनेरेसनहरू फर्कियो भने एटलिस्ट हाम्रो त वंश त जोग्यो नि त। देश समृद्धि नभएको कारणले गर्दाखेरि विदेश प्लान भयो, त्यही रेमिटेन्सले देश चलिरहेको छ। अहिले एनआरएनले त तपाईँको एकपटक नेपाली सधैँको नेपाली भनेर अहिलेको चाहिँ जो भ्रष्टाचारी एनआरएनको नेताहरूले त हामीलाई त किन भन्दाखेरि ढाँटेको रहेछ नि त।